प्राचीन नेपालको इतिहास हामीसँग कति टुक्रा-टुक्रामा छरिएका जानकारीहरू छन्। आज हामी तिनै टुक्राहरूलाई जोडेर एउटा पुरै चित्र बनाउने कोसिस गर्दैछौँ। यो त लगभग एउटा ऐतिहासिक पहेली सुल्झाए जस्तै हो। त्यसो भए प्रश्न उठ्छ, जब स्रोतहरू नै टुटेफुटेका छन्, इतिहास कसरी लेखिन्छ होला, होइन त? जब हामीसँग पूरा तथ्य नै हुँदैन, तब त्यो खाली ठाउँ कसरी भर्ने? ल आउनुहोस्, आज हामी एक किसिमको ऐतिहासिक जासुस बनेर यो रहस्यको पर्दा खोल्ने प्रयास गरौँ। ल सुरु गरौँ। हाम्रो खोजीको सुरुवात नै एकदमै रहस्यमय ठाउँबाट हुन्छ। यो इतिहासको त्यो पाटो हो जहाँ जानकारीहरू एकदमै अस्पष्ट छन्, धुम्मिएका छन्, तर यही धुवाँभित्र इतिहासका केही महत्त्वपूर्ण सङ्केतहरू लुकेर बसेका छन्। अब यो टाइमलाइनलाई हेरौँ। यो हाम्रो लागि एउटा नक्सा जस्तै हो, जसले बाटो देखाउँछ। गोपाल वंश, महिषपाल वंश अनि किरात, लिच्छवी र मल्ल वंश। यी नामहरू नै त्यो धागो हुन् जसलाई समातेर हामी इतिहासको यो जेलिएको गुजुल्टोलाई फुकाउँदै जानेछौँ। न अब यो हेर्नुहोस् त, प्राल हिउ प्र प्र क गोलु गु, यो के हो जस्तो लाग्छ? हो, हामीले काम गर्नुपर्ने स्रोतहरू यस्तै छन्, एकदमै अस्पष्ट र टुक्रिएको, देख्दा त कुनै पुरानो नबुझिने कोड जस्तो छ, होइन र? तर अचम्मको कुरा के छ भने हाम्रो पहिलो सुराग यही भित्र लुकेको छ। हो, यही भित्र। त्यो नबुझिने टेक्स्टबाट दुईवटा शब्दहरू निस्किन्छन्। पहिलो गोपाल, जसको अर्थ गाईपालकहरू, र अर्को महिषपाल, जस्तो सुनिने शब्द, सायद भैँसीपालक समुदाय। ल हेर्नुहोस् त, यिनै हुन् हाम्रो अनुसन्धानका पहिलो ठोस प्रमाणहरू। यसले के देखाउँछ भने नेपालको वंशीय इतिहासको जग नै कृषिमा आधारित थियो। गोपाल र महिषपालपछि कथाले नयाँ मोड लिन्छ। हामी अर्को महत्त्वपूर्ण युगमा प्रवेश गर्दैछौँ, जब अभिलेखमा अचानक एउटा नयाँ नाम देखा पर्छ। यसले के सङ्केत गर्छ भने शक्तिमा ठूलो फेरबदल भयो, एउटा नयाँ वंशको उदय भयो। त्यो नयाँ नाम हो किरात। अब हाम्रो अभिलेखमा किरात भन्ने शब्द देखिन्छ। यसले इतिहासको एउटा छुट्टै कालखण्डलाई जनाउँछ। तर दुःखको कुरा के हो भने स्रोतहरू यति टुक्रिएका छन् कि यो अवधिका विस्तृत कथाहरू ती लगभग हराइसकेका छन्। समय अगाडि बढ्दै जान्छ र इतिहासको त्यो धुमिल चित्र अलिअलि सफा हुन थाल्छ। अब हामी लिच्छवी वंशको युगमा प्रवेश गर्दैछौँ। यो नेपालको इतिहासको एउटा निकै महत्त्वपूर्ण र अलि बढी दस्तावेजीकरण गरिएको समय हो। लिच्छवी वंशको उदय यो हाम्रो ऐतिहासिक यात्राको साथै नै एउटा महत्त्वपूर्ण मोड हो, किनभने उनीहरूको आगमनसँगै हामीले ठोस प्रमाणहरू पाउन थाल्छौँ, जस्तै वास्तुकला, शिलालेखहरू अनि स्पष्ट प्रशासनिक संरचनाहरू। अब इतिहासको कथा अलि पूर्ण हुँदै गएको छ। लिच्छवीपछि पालो आउँछ मल्लहरूको। अब हामी मल्लहरूको युगतिर जाँदैछौँ। यो पछिल्लो तर एकदमै महत्त्वपूर्ण वंश हो र यहाँनिर आइपुग्दा ती टुक्रिएका जानकारीहरू पनि अलि बढी रोचक र अर्थपूर्ण हुन थाल्छन्। र यहाँ एउटा अनौठो कुरा देखा पर्छ। स्रोतमा बारम्बार एउटा सङ्ख्या दोहोरिन्छ, 18,000। 18,000? अब यो के होला? त्यो बेलाको जनसङ्ख्या कि सैनिकहरूको सङ्ख्या वा कुनै सम्पत्तिको लेखाजोखा? हामीसँग यसको पूरा सन्दर्भ त छैन, तर यो एउटा यस्तो सुराग हो जसले पक्कै पनि त्यो समयको कुनै ठूलो कुरातिर इसारा गरिरहेको छ। अब हामी हाम्रो अनुसन्धानको अन्तिम खण्डमा आइपुगेका छौँ र यहाँ ती टुक्राहरूले हामीलाई अहिलेसम्मकै सबैभन्दा ठोस प्रमाण दिन्छन्। अब वंशका अमूर्त नामहरू मात्र होइन, अब हामी वास्तविक शासकहरूको नाम नै पाउँछौँ। यो त साँच्चै नै एउटा ठूलो सफलता हो। नरेन्द्रदेव, आनन्ददेव, रुद्रदेव। यहाँ आएर ती राजवंशीहरू खालि नाम मात्र रहेनन्, अब उनीहरूले वास्तविक मान्छेको अनुहार पाएका छन्। ती व्यक्तिहरू जसले कुनै समय यहाँ साँच्चीकै शासन गरेका थिए। अन्तमा एउटा प्रश्नले मनमा डेरा जमाउँछ। सोच्नुहोस् त, यदि यस्ता टुटेफुटेका नबुझिने स्रोतहरूबाट हामीले यति धेरै कुरा पत्ता लगाउन सक्छौँ भने कल्पना गर्नुहोस्, अझै कति धेरै कथाहरू, कति धेरै इतिहासका पानाहरू कतै लुकेर बसेका होलान्, जसले कसैले आएर खोजिदियोस् भनेर पर्खिरहेका छन्।